हेलो गाइज हैन आज चाहिँ मौसम जुन हिजोको भन्दा डबलले जाडो बढेको छ हैन। अब जताततै हेर्नुस् कुहिरो सबै कुहिरो लागेर अनि यतातिर नि उसो लागेर धुम्म भएको छ। अनि तपाईहरुको ठाउँतिर चाहिँ मौसम कस्तो छ होला कमेन्ट गरेर बताइदिनु होला। यता चाहिँ अब एकदम चिसो पनि छ अनि अब जस कता माथि अलि माथि ठाउँतिर चाहिँ हिउँ परेछ तर हाम्रो यहाँ चाहिँ पानी मात्र परिरहेको छ। खासमा यहाँ पनि के हिउँ पर्नु थियो हिउँ परेन किनभने अब पहिले त यो टाइम पनि हिउँ पर्थ्यो कि अनि अहिले चाहिँ खोइ किन हो कि चिसै भए पनि हिउँ चाहिँ पर्दैन चाहिँ किन हो अब जस हिउँलाई नै अल्छी लाग्यो यहाँ पानी हिउँ पर्नलाई। अब जस त्यही हो गाइस हैन। अब त्यही हिमाल पनि अब यहाँ हिमालमा चाहिँ डेन्जर हिउँ पर्दैछ। जसै खुल्यो भने छ नि अब दिन खुल्यो भने चाहिँ म तपाईँले यो हिमालमा कति हिउँ परेछ र कस्तो राम्रो देखिरहेको छ त्यो चाहिँ म क्लियरली देखाउँछु है। अहिले चाहिँ अब पुरा उसले के अरे उसु अनि कुहिराहरू छेकेको छ नि त अनि त्यही हो गाइस। अब यस्तो चिसो मौसममा चाहिँ अब यस्तो गाउँतिर अर्को काम पनि छैन पानी परेछ बाहिर काम पनि हुँदैन अब भित्रै गएर सट्ट सुतेर मजाले बस्ने हो त्यही हो गाइस। गाउँतिर चाहिँ आरामै छ गाइस एकदम आराम छ हैन। यहाँ म गाउँमा आएर 2 हप्ता जति भइसक्यो 2 हप्ता नै मलाई यस्तो मजा आएर चाहिँ गाइस मजाले बस्यो गाउँको कामहरू गऱ्यो हैन। अहिले अब पानी परेछ यस्तो मौसम छ भने चाहिँ भित्र सट्ट बसेर फिल्म हेर्दै बस्नु भयो जे हेर्दै बस्नु भयो कफी पिउँदै बस्नु भयो हैन। जस रमाइलो छ पानी परेछ खुल्ला छ पानी कस्तो राम्रो परेछ। यता हेर्नुहोस् यो स्याउको बोर्डर हो यो सबै स्याउको बोर्डर हो अनि यता हेर्नु कस्तो मजाले क्या अब मौसम कस्तो राम्रो छ है गाइस कस्तो भनेको हेर्नु न हेर्नुहोस् न। अनि उता हेर्नुहोस् के छ आम्मा कसम ल साह्रै राम्रो भइहाल्छ मौसम। मलाई चाहिँ यस्तो पानी परेको मौसम एकदम राम्रो लाग्छ गाइस। त्यसैले पानीमा एकछिन यस्तो भिजेर बस्नु पनि मन लाग्छ हैन तर धेरै भिजेर पनि बस्नु हुँदैन किनभने आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्यो नि त। एकैछिन बिरामी भइहाल्यो भने गाह्रो पनि हुन्छ नि त हैन गाइस त्यही हो। स्टिल पानी मजाले परिरहेको छन् तर म चाहिँ अझै पानीमा नि यस्तरी भिजेर बस्छु कि फेरि यसरी भिजेर बस्नुको मजा पनि छुट्टै छ कि। अनि यो चाहिँ हेर्नुहोस् यो छ नि यो के अरे चिया यहाँ चाहिँ चियाको बारी छ। यो इलाम त होइन तर इलामको भन्दा पनि कम छ नि यो चिया चाहिँ एकदम राम्रो हुन्छ। यहाँ हेर्नुहोस् जस पानी पर्दाखेरि यसरी भिजेर बस्नु नि रमाइलो लाग्छ होइन मलाई चाहिँ। तपाईँहरू चाहिँ कस्तो लाग्छ कमेन्ट गरेर बताइदिनु है। फेरि धेरै पानी भिज्नु नि हुँदैन कि अलिक धेरै पानी पऱ्यो अब चाहिँ फेरि भित्रतिर जानुपर्छ धेरै पानी भिजेर बस्नु पनि हुँदैन है। हेर्नुहोस् गाइस अब फुलहरू नि अब सबै ओइलिसक्यो कि तिहार सकेपछि फुलहरू सबै ओइलिने रहेछ। यहाँ पनि छ हेर्नुहोस् अब हेर्ने एकछिन है यहाँ हेर्नुहोस् यो के हो मलाई थाहा भएन। यहाँ चिसो मौसम चलिरहेको छ होइन। अब चिसो मौसममा चाहिँ भित्र बसेर तातो कफी खानुपर्छ। यो तातो कफी खानुको मजा चाहिँ छुट्टै हुन्छ तपाईँहरूलाई सायद थाहा नै होला। अब गाइस हैन बाहिर यस्तो पानी परेर मौसम चिसो भएको टाइममा चाहिँ तातो कफी खानुको मजा छुट्टै छ हैन गाइस। अब यस्तो बाहिर चिसो मौसम होइन अनि ठक्क तातो कफी खानु चाहिँ के हुन्छ यो चाहिँ बेस्ट कम्बो हो कि होइन गाइस होइन। यहाँ फुलमा हेर्नु न शीत जमेको छ मानिसको जुनी भनेको नि यस्तो हो गाइस शीत जस्तो यहाँ बसेपछि छ नि अब यो कहिले के हुन्छ थाहा हुँदैन। अब यस्तो गऱ्यो भने शीत सबै छैन हो त्यस्तै हो मानिसको जिन्दगी भन्ने पनि। त्यसैले हामी जति बाँच्छ त्यति चाहिँ खुसी साथ रमाएर राम्रो कर्म गरेर बाँच्नुपर्छ है त गाइजहरू। यो चाहिँ मेरो एउटा एकदम राम्रो सन्देश हो। त्यसैले गाइस आजदेखि राम्रो कर्मतिर लागौँ नराम्रो कर्म त्यागौँ कुकर्म नगरौँ छ्याङ रक्सी जाँड चुरोट खाएर होइन आफूलाई मात्रै दुःख नदिएर होइन कि आफ्नो कारणले गर्दा अरूलाई पनि दुःख नपरोस् होइन। त्यस्तो काम चाहिँ बेलामा त्याग्नुपर्छ पछि त्याग्छु भनेर ढिलो हुनसक्छ गाइस। अब गाइस होइन अघि मैले अब त्यो छ्याङ रक्सी चुरोटहरू त्याग्नुपर्छ खानु हुँदैन भन्दाखेरि चाहिँ अब होइन अब खाने मान्छेलाई नराम्रो लाग्न सक्छ तर होइन वास्तविक कुरो चाहिँ के हो भन्दाखेरि खानु चाहिँ हुँदैन होइन। अब खाना नखानुको कारण पनि छ कि गाइस किन चाहिँ खानु हुँदैन भन्दाखेरि चाहिँ अब यस्तो पहिला होइन सत्ययुग भन्दा नि अब पहिला भगवान गौतम बुद्धको पालामा छ नि के भएको भन्दाखेरि चाहिँ अब एउटा बिच्छी थियो बिच्छी चाहिँ अब पञ्चशीलमा बस्नुपर्छ नि त। अनि अब एउटा बिच्छी चाहिँ अब जङ्गलमा भन्दाखेरि नि अब कतै थियो होला नि त जस एउटा घरमा बस्नु पऱ्यो होला नि त। अनि देखिएर चाहिँ अब एउटा यहाँ घरमा चाहिँ युवती थियो अरे अनि युवतीले चाहिँ उसलाई के शर्त राख्यो भन्दाखेरि अब जस्तै यहाँ बस्दाखेरि चाहिँ अब कि त मसँग शारीरिक सम्बन्ध बनाउनुपर्छ कि त अब यो बोका होइन बोका मार्नुपर्छ
अनि कि त अब यो छ्याङ्ग्रासी जाट खानुपर्छ भनेछ अरे कि अनि त्यो बिच्छुले चाहिँ सोचेछ अरे कि अब युवतीसँग शरीर सम्बन्ध बनाउनु पाप हो अनि एउटा वस्तुलाई होइन मार्नु नि एकदम ठुलो पाप हो नि त बरु त्यो दुइटै त्यागेर छ्याङ्ग्रासी खान्छु बरु यही उत्तम होला भनेर खाएछ अरे कि अनि पछि त्यो खाइसकेपछि चाहिँ के भएछ अरे भन्दाखेरि चाहिँ अनि त्यो बिच्छुले चाहिँ युवतीसँग शरीर सम्बन्ध पनि बनाएछ अरे अनि त्यो अब बोका भयो नि जे भयो नि त्यो पनि मारेछ अरे कि अनि दुइटै गरेछ अरे हो त्यसले चाहिँ के बुझाउँछ भन्दाखेरि चाहिँ छ्याङ्ग्रासीले चाहिँ के गराउँदो रहेछ त भन्दाखेरि चाहिँ हामीलाई चाहिँ बेहोस बनाइदिन्छ यो गाइज बेहोस भन्दा पनि फेरि पुरा हामी डलेर बेहोस हुने खालको होइन कि हामी उठेको हुन्छ यसरी उठेको हुन्छ तर बेहोस हुन्छ कि हामीले के गर्यो थाहा हुँदैन यो गाइज हो त्यो हिसाबले चाहिँ हामीलाई त्यसैले छ्याङ्ग्रासी चाहिँ खानु हुँदैन भने अब छ्याङ्ग्रासी त्यो बेहोस मात्रै नभएर त्यो बेहोस हुने टाइममा जस्तो अब त्यो मान्छेलाई मार्नु पनि सक्दो रहेछ नि त मान्छेलाई नराम्रो पनि गर्नु सक्दैन रहेछ नि त आफूले के गर्यो त्यो पनि थाहा हुँदैन रहेछ नि त हो त्यो हिसाबले चाहिँ खानु हुँदैन भनेको कि त्यो मात्रै होइन कि अब यस्तो राम्रो मानव जीवन पाएको छ नि त होइन यो मानव जीवन पाएको छ अनि त्यो पनि अब छ्याङ्ग्रासी खाएर अनि त्यो अब बिरामीहरू हुनसक्छ होइन अब त्यसले चाहिँ जस्तो अब बेहोस मात्रै बनाउने होइन कि अब बेहोस भएपछि के नराम्रो काम त गर्छ होइन त्यो माथि आफ्नो स्वास्थ्यलाई नै एकदम असर पर्छ त्यो माथि आफ्नो स्वास्थ्य बिग्रिएपछि जस्तो आफ्नो आफन्तहरूलाई पनि गाह्रो हुन्छ आफ्नो मान्छेहरूलाई पनि गाह्रो हुन्छ नि त त्यो हिसाबले चाहिँ हो जस्ट अन्त मेन भन्नु खोजेको के हो त भन्दाखेरि त्यस्तो चिजहरूले चाहिँ अब जस्ट के हुन्छ भन्दाखेरि चाहिँ हामी छ नि बेहोस हुन्छ कि हाम्रो होस हुँदैन भन्नु खोजेको मेन चाहिँ हाम्रो होस गुमाउँछ त्यसैले चाहिँ खानु हुँदैन भनेको हो कि अब होस गुमाएपछि के गर्दा थाहा हुँदैन आफूले अब त्यतिखेर छ्याङ्ग्रासी गरेर मोज मस्ती गर्नु त्यो मोज मस्ती हुँदैन कि आफूले के गरेँ त्यो थाहा हुँदैन कसरी मोज मस्ती गरेको आफूले खुसी भएको कसरी थाहा हुन्छ त त्यस्तै हो त्यसरी चाहिँ हो अनि त्यो माथि आफ्नो शरीर पनि बिरामी हुन्छ अब मानसिक तनाव शारीरिक तनाव दुवै हुन्छ नि त त्यो हिसाबले चाहिँ हो त्यसैले त्यस्तोहरू चाहिँ खानु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ तपाईँलाई के लाग्छ होइन दिमागलाई लाटो बनाउँछ बोधो बनाउँछ बेहोस बन्न खोजेको मतलब अब हामीले अस्ति भर्खर रोपेको होइन यो अस्ति भर्खर छरेको नि त गाउँ होइन यत्रो भइसक्यो अब यति उम्रिसक्यो कति चाँडो उम्रिसक्यो यार अब केही महिनापछि झन् यत्रो लामो हुन्छ जस्तो लागेको छ मलाई त हेर्नु है कति उम्रिसक्यो देख्नुभयो त जस्ट अहिलेसम्म नि पानी चाहिँ पर्ने चाहिँ रोकिएको छैन लगातार परिरहेको छ सिम गरेर सबैतिर कुहिरोले ढाकिएको छ उतातिर चाहिँ अलिअलि खुलिएको रहेछ हो पानी लगातार परिरहेको छ कहिलेकाहीँ यस्तो मौसम हुनु पनि जरुरी छ राम्रो हो पानी सिम परिरहे तापनि दिन उक्रिने क्रममा छ हेर्नुहोस् यता आधी ठाउँमा उक्रिसिदिएको छ तर यता हिमालपट्टि चाहिँ उक्रिएको छैन किनभने हिमालमा त अझै हिउँ धेरै पर्न बाँकी नै छ अब दिन धेरै उक्रिएर होइन मेरो पछाडि कस्तो राम्रो देखिरहेको छ हेर्नुहोस् है त हेर्नुहोस् भ्यू वा यो अन्त होइन हेर्नुहोस् कसरी उक्रिएको छ तर यता चाहिँ उक्रिएको छैन यताबाट हल्का उक्रिएको भए अझै राम्रो देखिन्छ आइज कस्तो सेतो कुकुर कि वा यस्तो राम्रो ठाउँमा है कुकुर पनि यस्तो राम्रो ठाउँमा जन्मेको छ यहाँ स्वर्गमा जन्मेको कुकुर ओए कुकुर देख्यो त्यहाँ कस्तो राम्रोसँग बसेको छ शीत छ कि घाँसमा